गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज एक्लै घुम्न जान लागेको किनकि मेरो साथी कोही पनि छैन। आफू त साथी नसँगी एक्लै रङ्गी चङ्गी। अब चाहिँ म रेडी हुन्छु अनि त्यसपछि हामी बाहिर निस्किने। कहाँ जाने मलाई पनि थाहा छैन। हेलो आई एम रेडी। घुम्नको लागि आई एम रेडी। टक्क तातो लुगा लगायौँ। अब हामी जाने। कहाँ जाने किनकि मैले देखेको त केही पनि छैन। त्यही पनि जाऊँ। घर बस्दा बस्दा अल्छी लागिसक्यो। के गर्ने अरू हिँड्नै बस्ने काम केही छैन। हामी बसेको घर अगाडि चाहिँ अर्को नयाँ घर बन्दैछ। बाहिर चाहिँ यति चिसो छ नि बाफ्रे हावा चलेको सुरिरिरी नेपालको माघपुसको जस्तो। म चाहिँ यहाँ घर छेउको पार्कमा आएर बसिरहेको छु होइन। जाने कहाँ देखेको त केही छैन। अन्त गयो भने हराइन्छ घर। त्यसैले अब यहीँ बस्ने अनि घर फर्किने। यो पार्कमा चाहिँ यो के को दाना हो कि पाकेछ। काफल पाकेछ ल खानाम। कस्तो मजाले फुल फुलेछ। यो यति मिठो त्यो फुल बाख्ना आउँछ नि पारिजात जस्तै सेम त्यही बाख्ना आउँछ कस्तो मिठो। अल्छी लागेर बाहिर आएको। बाहिर आएपछि झन् अल्छी लाग्छ। के गर्ने हो मान्छे काम गर्दा 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 थाक्छ। आफ्नो त काम पनि केही छैन। सुत्यो उठ्यो खायो पकायो फेरि सुत्यो फेरि उठ्यो फेरि खायो। यस्तै गरी बित्दैछ जिन्दगी गाइज होइन। सुतेर उठ्दा भोक लाग्छ पकाएर खायो फेरि थकै लाग्छ फेरि सुतेर उठ्यो फेरि थकै लाग्छ फेरि सुतेर उठ्यो। जिन्दगी यस्तै बित्दैछ। अब यहाँ बस्ने 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 अनि घर जाने अनि सुत्ने अनि उठ्ने अनि भोक लागिरहेको हुन्छ फेरि पकाएर खाने। पकाएपछि फेरि थकै लाग्छ होइन फेरि सुत्नु पर्यो। क्या गर्ने बल्ल 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 एउटा काम पाएको थियो। त्यही पनि हप्तामा 2 दिन बोलाउँछ। 5 दिन त मेरो बिदै हुन्छ। यस्तो राम्रो काम कहाँमै छ। वाट फेरि मान्छे होला म। यस्तो जिन्दगी त कसैको छैन होला। जापान खाने भनेर आएको जापानले खाला जस्तो छ। खाएर सिध्याउने भयो अब। यहाँनिर चाहिँ पुरै बच्चाहरू खेल्न आँखान् के सब बच्चाहरू खेल्न खानु। यहाँनिर अब घर जाने हो। अल्छी पो लाग्यो हौ छ्या। एक्लै त कहाँ जाने हो भने दिक्क लाग्छ। अब घर जाने होइन। अल्छी लाग्दो रहेछ है एक्लै हिँड्न पनि। जाडो छ झन् त्यही माथि चिसो छ बाहिर त बरु घरमा गएर सिरकोबाट सुत्नुपर्छ। यस्तो चिसोमा काम नभएर बाहिर निस्केर मलाई घरमा सुतेर लाउँछेर यता यता के हिँड्ने हो भने सुनसान छ हौ। कोही पनि छैन त मान्छे पनि। म एक्लै हो क्या बेरोजगारी त जापानमा। जापानको सिङ्गल बेरोजगारी इट्स मी अनु काट्यो 1 2 3। म चाहिँ घर हिँडेको मान्छे। यहाँ तातो हावा खान सनसाइनको भित्र छिरेको छु। सनसाइन बिल्डिङको भित्र। अब यहाँ पसौँ। यो चाहिँ पुरै क्रिसमस लागेर है अलिअलि भयो होइन। यतातिर त पुरै वो क्रिसमस ट्रीहरू बेच्न राखेको छ खतरा खतरा। ह्याप्पी क्रिसमस गाइज। क्या राम्रो छ हौ। अब यहाँ जाने। यहाँ चाहिँ के छ यहाँ चाहिँ पुरै झुम्काहरू राखेको छ क्या टपहरू अनि के भन्छ के अरे नेक्लेस अनि त्यो हातमा लगाउने सब राखेको छ यहाँ। किन्ने चाहिँ होइन हेरेर मात्रै आएको। टाइम पास के गाइज टाइम पास। के चाहिँ गरे हम टाइम पास। किन्नै पर्छ भन्ने पनि छैन। हेरेर चित्त बुझाउँदा पनि त भइहाल्छ नि होइन। धेरै बस्नु हुँदैन यहाँ जानुपर्छ यार। मार्छ अहिले मार त मार्दैन के गर्दैन। हेर्न त पाइन्छ छुन्नलाई होइन हेर्न चाहिँ पाइन्छ आँखालाई सेटिन। कति राम्रो राम्रो राखेको छ सामानहरू। कति सस्तो जुत्ता छ जम्मा
अत्तालिसकेको। अब यहाँबाट लिफ्टबाट त तल जाने होइन। सेट या छ्या काम केही भएन भने। यो चाहिँ सनसाइन बिल्डिङको बाहिरपट्टि हो। कस्तो राम्रो छ कि सानो घरहरू जस्तो। म चाहिँ अब साँच्चीकै घर फर्केको लास्टै जाडो भयो। अब घर जाने होइन। आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। बाई।